हेर्दाखेरि नि रमाइलो। यो पापड अलैँची बारी छु उहाँ कसो गरेछ हेर्नु है। गाइस वेलकम ब्याक टु आवर च्यानल। आशा छ तपाईहरू सबैजना सन्चै अनि आराममै हुनुहुन्छ होला भनेर न्यू डे न्यू भिडियोको साथमा म आइसकेको छु। अनि तपाईहरूलाई सबैलाई थाहा छँदैछ हामी चाहिँ अहिले नेपालमा आएको छौँ अनि म चाहिँ अहिले बिर्तामोडमा आएको छु हाम्रो फुपूको छोरी दिदीको घरमा। हिजो बेलुकै आएको अनि अब अहिले खानासाना खाएर फेरि हामी आन्टीको घर जाने हो अनि रेडी हुँदैछ मम्मीहरू चाहिँ। अनि म चाहिँ यहाँ तपाईँहरूको लागि छोटो भिडियो बनाऊँ भनेर आएको छु। अनि यहाँको बाहिर चाहिँ कस्तो छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु है। यहाँ बाहिर चाहिँ यसरी यहाँ कुकुर छेउमा छ। उहाँ हुँदा त मलाई कुकुरदेखि नि कस्तो डर लाग्थ्यो, अहिले त डर पनि लाग्दैन, बानी भएछ। अनि यहाँ चाहिँ यसरी हरियो पर्यो एकदम परालहरूको छ। अनि यो चाहिँ दिदीहरूको घर हो अनि यता पनि छ अरू छिमेकीको। अनि यहाँ चाहिँ एकदम हामी चाहिँ एकदम रमाइलो इन्जोय गरिरहेको छौँ। म त 11-12 वर्षपछि आएको नि त। खानेकुरा पनि एकदम मिठो भइरहेको छ, नानीहरूले पनि इन्जोय गरिरहेको छन् होइन, एकदम रमाइलो भइरहेको छ। आत्र चाहिँ यहाँ 2-3जना टाइम पास गर्दैछन्। उनीहरू चाहिँ फ्री भइसक्दा यो कार्ड खेल्नु थालिहाल्छन्। यो नाम के अरे यसको कार्डको नाम? उनो। म त खेल्नु पनि जान्दिनँ। अनि उनीहरू चाहिँ फ्री टाइममा इन्जोय गरिरहेको छन्। यता चाहिँ यहाँ बुनु र दिदी चाहिँ किचनमा खाना बनाइराख्नु भएको छ। हाई दिदी। तपाईँ गलिसक्नु भने यता बुनुले नि हेल्प गरिरहेको छ। हाई बुनु। भेना र आमाले चाहिँ कुटी काट्नु भएको, कुटी काटिराख्नु भएको छ। मैले त यस्तो कहिले देखेको थिइनँ। गाईलाई नि गाईलाई हेर्दाखेरि नि रमाइलो देखिँदो रहेछ। यहाँ सबै मसिनो पारेर कुटी काटिराख्नु भएको छ। सानी पनि आइन्। यहाँ हेर त सानी के गर्नुभएको अरे। ए हेर्नु त मन पर्यो सानी के गर्नुभएको अरे। केलाई अबे उसलाई त थाहा रहेछ, गाईलाई दिन आँट्नु भएको भन्दैछ। सानीलाई कसरी थाहा भयो? कहाँ भन्यो मैले, आमाले चाहिँ भन्नुभयो होला। खानाहरू रेडी भइरहेको छ। दिदीले बिहानै उठेर पकाउनु भएछ। मलाई ढुक्क छ सानीले जीविकासँग भएपछि मलाई ढुक्क हुन्छ। आन्टीसँग गइहाल्छ। बुढी पापड यो पापड यो घिउ छ। यत्रो पापड राख्नु भएको होला भनेर यो घिउ रहेछ गाइस। घिउ न यो आफै बनाउनु भएको घिउ हो दिदी। यो चाहिँ अर्ग्यानिक, सबै अर्ग्यानिकै हो। सानी खाइरहेको छ। ल आउनु भाइ पनि बस्नु। नखाने बिस्कुट खाएर अगाएछ। बाई सी यु नेक्स्ट टाइम। गएको ल हामी हिँडेको। सानीले चाहिँ मेरो ब्याग बोकेर हामी गयौँ टेम्पोमा चढेर। कस्तो दामी गाउँ छ नि यो। माथि जानुपर्छ हो भेना। यो माथि जानु के हो बुनु? मन्दिर छ त्यहाँ माथि। हामी चाहिँ अहिले यो ठाउँ के अरे भेना? यो ठाउँ निन्दा सिरानको झोर्लिङ्गे पुल आएको छौँ। यो चाहिँ हाम्रो बाबाको गाउँ हो है। यस्तो छ। लु जाउँ भाइ डराएर फर्केर आएछ। हजुर ल आउनु।
ल आउनु आउनु आइज जीविका हिँड्न नजानु हुने हेर्न यहाँ माथि घर रहेछ नहोला ल धेरै डर लाग्छ आउनु समाउँछु आऊ लड्दैन नानी यस्तो तार हुन्छ आउनु म हेल्प गर्छु आइज आइज न भाइ डराउँदैछ आइज न यति बिच रहेछ है बिचमा आऊ डर लाग्यो र डर अलैँची हो ओ अलैँची बारी सबै ओ वाउ अलैँची फलेको भए खानु पाइन्थ्यो यहाँ भएन बिचमा जाउँ न डराउँदैन भाइ आइज यस्तो छ ऊ कस्तो रमाइलो तर मजाले हल्लेन मान्छे धेरै हुनु भने हल्लिन्थ्यो जीविका नानी कस्तो मजा आउँछ अल्बर्ट चाहिँ उहाँ कसो गरेछ हेर्नु है भाइ चाहिँ डराइरहेछ आउनु आउनु न केही हुँदैन मेरो छोरा स्ट्रङ हो हल्लेको त छैन यस्तो ठुलो ठुलो त पुरा हल्लिन्छ पो त नानी यहाँसम्म लु आउनु यता हामी माथिसम्म जाने यहाँ उहाँनिर आन्टीहरू छ लु जाउँ आउनु डराउनु हुँदैन त त्यसरी यहाँ लड्दैन यो कस्तो प्रोटेक्ट गरेर भनेको हो त्यसरी हेर्नु त कस्तो मजा पो हुन्छ त नानी मुनि चाहिँ हेर्नु हुँदैन मुनि लु जाउँ यहाँ हल्लिनु न हल्लिनु जा डराए पो यहाँ आइज न तर हामी मात्रै हल्लिँदा हल्लिँदैन कि क्या हो सबै हल्लिनु लु म चाहिँ हल्लिँदिनँ तिमीहरू हल्लिनु सानो रहेछ गाइस डरै लागेन नि अब हामी टाइम भयो भने चाहिँ झर्ना जाने हो टाइम हुने रहेछ अब हामी झर्ना जान्छौँ हामी चाहिँ झर्ना हेर्नुको लागि चाहिँ यस्तो बाटो जाँदैछौँ यहाँ जीविका र भाइ चाहिँ पछाडि आउँदैछन् बाटो यस्तो छ उकालो यो एकछिन नै यो लड्छ कि यो यता हेरिदिन्छु ल लु भाइ आएको छ ए पानीको आवाज आयो भनेपछि नजिकै हो यस्तो छ है बाटो स्या हुँदै कस्तो छ पानी शीतल आएको जस्तो भइरहेछ पानीको छेउछाउमा पनि हुन्छ नि गलो आई एक्सर्साइज हो ठुलो छ अरे माथि माथि बाटो यस्तो तर टेकाल रहेछ नि त यस्तो ठ्याक ठ्याक ढुङ्गाको झर्ना त रहेछ तर पानी सुकेछ नि त उनी त ऊ माथि गयो हामी चाहिँ यहाँ तल हामी त यहाँबाट हेरौँ ल जीविका भिजो आउनु
त्यो सबै झरेर हुन्थ्यो होला हो बहिनी पहिले। यताबाट आउनु खोइ नि त नि अब ला कसरी चढ्यौ अब के गरेर झर्ने हो। अघि जाँदा बिस्तारै है नानी केयरफुल भएर होस्। अब पानी चिसो पानी छ धुवा। अब जाँदाखेरि चाहिँ ओह्रालो चाहिँ अलिक उयो हुन्छ। बिस्तारै गर्नुपर्छ है नानी। होइन है आफै आएको। हामी चाहिँ एक्सपेक्ट चाहिँ कस्तो थियो भने ठुलो झरना भनेर गएको गाइस, तर सानोबाट रहेछ। तर पनि एकछिनको लागि भए पनि हामी फन गरेर आयौँ। अनि सोचेको भन्दा चाहिँ छैन रहेछ ठुलो पानी। अनि ओह्रालो हामी चाहिँ हिँड्दैछौँ। यहाँ पछाडि भाइ अनि बहिनी आउँदैछ, यता चाहिँ जीविका हिँड्दैछ। अनि हामी चाहिँ अब फेरि झरेको घरतिर बाई बाई अहिलेको लागि चाहिँ गाइस।